म उहाँहरूलाई चुनावको बेला एउटा प्रश्न सोध्छु, उहाँहरूको राष्ट्र संस्थाप्रति धारणा के छ? यदि राष्ट्र संस्थाप्रति उहाँहरू सकारात्मक हुनुहुन्छ भने म पनि उहाँहरूसँग इन्भल्भ भएर सहयोग गर्छु, साथ दिन्छु, भोट पनि हाल्छु। होइन, व्यवस्था यही ठिक छ, राष्ट्र संस्था गणतन्त्रै रहन्छ, राष्ट्र संस्था चाहिँदैन भन्नुभयो भने म उहाँहरूसँग नि भोट हाल्दिनँ, किनभने म राष्ट्र संस्थाको समर्थक। अब मेरो विचारसँगै मिल्दैन भनेदेखि त किन भोट हाल्नु? संस्था भएन भनेदेखि यो देश असाध्यै टुकुरो हुँदो रहेछ, विदेशीको चलखेल गर्ने अखाडा भयो। हामीले देख्यौँ नि, अब अहिले जेनजीकै बारेमा नि कति कुरो बाहिर आइरहेछ, कुन कसले ह्यान्डल गरे, कुन कसले चलाएको, सिंहदरबार कसले चलाएको, सर्वोच्च कसले चलाएको। त्यो जेनजी युवाले त चलाएकै होइन, किनभने त्यो जेनजीको आन्दोलनमा त म गएको थिएँ, नबोलाए पनि जानुभएको थियो, गएँ। किनभने जेनजीको बुवाको रूपमा, बुवा भन्दा पनि मैले के सोचेँ भनेदेखि जुन विषयमा हामीले वर्षौँदेखि आवाज उठाउँदै आइरहेछौँ त्यही विषयमा यी साना भाइ बहिनीहरूले आन्दोलन गरेका छन् भने त्यसमा मैले नैतिक समर्थन जनाउनु पनि म जानुपर्छ भन्ने हिसाबले त्यो गएँ, माथिघर मण्डलामा गएँ। त्यहाँ गएर मेरो काम त के हुन्थ्यो, त्यो सबै भाइ बहिनीहरूसँग पोस्ट दिन्थ्यो।